म चाहिँ एकदम प्राउड फिल गर्छु कि मसँग मेरो बहिनीहरू छन् भनेर होइन। बाहिरको साथीहरूसँग कतै जाने प्लान गऱ्यो भने कहिले पोस्टपोन हुन्छ त कहिले क्यान्सलै हुन्छ। अनि हामी चाहिँ घरकै मान्छेहरू सबैजना भएर बाहिर निस्किने प्लान गरेको विथिन 5 मिनट्समा हामी चाहिँ निस्किहाल्यौँ क्या। अब 3 बजीसम्म कहीँ जाने कुरा थिएन, 3:05 मा प्लान गरेको, 3:15 मा हामी गाडी चढेर हिँड्यौँ। आज चाहिँ हामी गयौँ चन्द्रगिरी हिल्स। आज चाहिँ मौसम माथि चाहिँ प्रायः जसो अलि चिसो चिसो नै हुन्छ होइन। अनि आज चाहिँ झन् कस्तो पानी नै पर्यो होइन, अँध्यारो थियो। त्यही पनि अब हामी सबैजना इन्जोय गऱ्यौँ, रमाइलो गऱ्यौँ होइन। म चाहिँ अब मदर्स यस्तो पाराले हिँडिरहेको छु। छोरीहरू पनि खुल्ला ठाउँमा खेल्न पाउँदा कति धेरै खुसी भएर खेले। कामले यहाँ छिन्, बच्चा जसरी खेलिरहेको छिन् होइन। अनि प्रायुषा वालमा चढेर पुरै इन्जोय गरिरहेको छिन्। सानो कुचुलो हिँडेको हिँडै हिँडेको हिँडै हिँडेको हिँडै मलाई जाडो भएर यस्तो छ पारा होइन। घुमेर उडेर रमाइलो गरेर फोटो भिडियोज बनाएर हामी चाहिँ लाग्यौँ घरतिर। थ्याङ्क यू सबैजनालाई भिडियो हेरिदिनु